आज चाहिँ घरबेटी आमाले यसरी मुला उखेलेर राख्नु भएको थियो अनि मैले ए आमा अचार बनाउने होइन मुलाको अचार त मिठो हुन्छ नि भन्नुभयो अनि ह्या मलाई त झ्याउ लाग्छ भन्नु अनि मेरो पालो चाहिँ ट्यापट्यापी सबै मुलाहरू चाहिँ त्यो पात काटेर अनि ल्याएर म आफै अचार बनाउँछु भनेर धुन थालेँ क्या। यसरी मची मिचेर है पानीमा धोइसकेपछि यसमा लागेको धुलो गइहाल्यो अनि त्यसपछि अब अझै थोरै जाँगर चलाउनु पऱ्यो भन्ने सोचेँ अनि त्यसपछि लगेर काट्न थालिहालेँ कि है। अब यो काम भन्ने कुरा चाहिँ कस्तो भनेपछि गरिहाल्यो भने सकिहाल्छ, भोलि गर्छु गर्दै गरौँला भनेपछि फेरि सकिँदैन क्या। त्यही भएर साँझ परेको थियो मेरो पालो स्यापस्याप काटेँ अनि काटेपछि हल्का नुन छर्केर चाहिँ के गरेँ भन्दाखेरि चाहिँ यो नुन छर्केपछि के हुन्छ भन्दाखेरि चाहिँ यसमा भएको पानी सबै निस्किन्छ अनि त्यसलाई चाहिँ डर्र निचुरेर सुकाउँदाखेरि चाहिँ मलाई मजासँग सुक्छ क्या है। अनि अलि लङ टर्मसम्म रहन्छ, छिटै बिग्रिने चाहिँ डर हुँदैन क्या। अनि यसरी नुन छर्केर चाहिँ यो चम्चाले सबै ठाउँमा नुन पुगोस् भनेर चलाएर पानी निक्लिनको लागि छोडिदिएँ अनि सुकाइसकेपछि चाहिँ यस्तो भएको थियो। मैले सुकाएको भिडियो हाल्न बिर्सेछु क्या होइन। यसरी हल्का कराङ कराङ हुने भइसकेपछि चाहिँ मैले उठाएर लिएँ। अनि मुलाको अचारका लागि बेस्ट भन्ने कुरा चाहिँ यो सर्स्यु अर्थात् तोरी हो होइन। तोरी भनौँ न, यो सर्स्यु होइन। अनि आमा फेरि अब मसँग त छैन के अरे तोरी, अनि आमासँग गएर माग्नु पऱ्यो, आमा तोरी ल्याउनु भने अनि गएर लिएर मागेपछि चाहिँ अनि यसरी भुटेपछि यसलाई मजासँग पाकेपछि सिलौटोमा गएर लस्स पिसेँ। अनि यता चाहिँ अब हल्का पिरो खानु पऱ्यो भनेर चाहिँ अखबार रेडी पारेँ। अनि यहाँनिर तोरीको धुलो, मसला अनि नुन सबै कुराहरू रेडी पारेर चाहिँ अनि राखेँ होइन। सबै कुराहरू राखिसकेपछि चाहिँ अब पालो थियो तेलले छान्ने, तोरीको तेलले झ्वाइँ है। तोरीको छोप लगाएर तोरीकै तेलले छान्दाखेरि चाहिँ अचार चाहिँ बब्बाल हुन्छ क्या मुलाको अचारमा चाहिँ। अनि यहाँ चाहिँ मैले यसरी मलेँ है, यसलाई यति भुवाल तरिकाले हेर्दाखेरि नि कस्तो दामी देखियो कि खाउँ जस्तो देखियो होइन। त्यसरी मलिसकेपछि चाहिँ इट्स रेडी होइन, भन्नु मिलेन, खानाका लागि चाहिँ होइन, प्याक गर्नका लागि है होइन। यसलाई चाहिँ प्याक गरेर अब हामीले 2-3 दिन राखेपछि रेडी हुन्छ खानाका लागि।